खोलाको सुनबार थियो मम्मी यहाँ कहाँ लाग्छ अनि हामीलाई कसरी रोकिदिन्छ हैन प्योर राइनी बनेर चिटिक खोलामा हिँडिरहेको हेलो साथीहरू सेवा नमस्ते म चाहिँ निरुता राई अनि तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ आज चाहिँ म फेरि प्योर राइनी बनेर चिटिक्क परेर जाँदैछु साकेला नाच्न भागलपुरको साकेला अरे आज चाहिँ अनि म चाहिँ मम्मीसँग जाँदैछु क्या उफ राइनी भएपछि त के गर्नु हिँड्नै पर्यो हैन जता जता साकेला छ त्यतै त्यतै हिँड्नै परिगयो अब गएर के हुन्छ कस्तो हुन्छ म देखाउँछु म फर्स्ट चोटि जाँदैछु त्यहाँ भागलपुर चाहिँ अनि भागलपुर भन्ने ठाउँ पनि मलाई थाहा छैन म तपाईहरुलाई पनि देखाउँछु ल साकेला नाच्दा हिँड्न त हिँड्यो कि ढिलो हिँडेछ गाडी नै पाइएन हो खोलाको बगरे बगर हामी आमा र छोरी हिँड्दैछौँ न कुनै गाडी आइरहेको छ बाटोमा न कोही मान्छे छ न कुनै ढोल झ्याम्टा बजिरहेको छ हामी खोलामा हिँडिरहेको छौँ हामी पुग्दा पर्दा त सबैजना नाचेर घर घर जानको लागि बाटो लागिसकेको हुन्छ ल हामी चाहिँ जाने भन्ने हेर्ने फर्किने त होला नि अब के भएको क्या हामी जति सुकै छिटो गर्छौँ भन्दाखेरि ढिलो नै भइहाल्छ राति भात पनि अब चाहिँ छिट्टै पकाएर खानै भोलिदेखि भनौँ जहिले भात खाँदा ओर्दा त त्यो यस्तै उस्तै हो कि पकाउँदाखेरि भाँडा बसाउँदाखेरि नै जहिले 7:30-8 बजेको हुन्छ आया हिँड्दा हिँड्दा म गले धन्न मैले आज जुत्ता लगाएर हिँडेको छु अस्ति त मैले हिल लगाएको थिएँ बाबा ठाकुर पर गाडी त गयो ढाङ्कु गर्दै हामी यहाँ ओह्राछौँ अनि हामीलाई कसरी रोकिदिन्छ होइन गले म खै त्यही थियो नि अब के गर्नु हामी यो बाटो हिँड्यौँ यो बाटो चाहिँ हामी पहिले स्कुल जाँदाखेरि दिन हिँड्नु पर्थ्यो पहिले त कति टाढो लाग्यो क्या यो बाटो गलिन्छ हो अहिले त यो बाटो हिँड्दाखेरि पहिले त कस्तो मजा आउँथ्यो हो म गलिसकेँ म थाकिसकेँ अस्ति चाहिँ मैले फुली लाउने बिर्सेको थिएँ आज मैले सम्झेर लगाएको टाउकोमा चाहिँ लगाइन यहाँ मुन्द्री पनि लाइन यस्तै हो माछा पानीमा रहरे भइयो हजुर जिन्दगानीमा भन्थ्यो कि यहाँ धेरै रहरे भएर यहाँ दुःख पाइरहेछ 11 नम्बरे गाडीमा लेफ्ट राइट गर्दै हिँड्नु परिरहेछ बाटोमा न कुनै गाडी छ न कुनै ढोल झ्याम्टा बजेको छ न कुनै मान्छे हिँडिरहेको छ सबै मान्छेहरू चाहिँ अघि नै गइसक्नु भएछ र मम्मी आत्तिँदै हिँड्नु भइरहेछ खासो मम्मी हो नि रहरिया मान्छे चाहिँ के गर्नु र अहिलेको यस्तो जल्दो बल्दो मान्छे चाहिँ अल्छी यस्तो मान्छे चाहिँ एकदम जाँगरे मम्मीले गरेर म पनि हिँडिरहेको छु बल्ल एउटा टेम्पो भेट्यो अनि टेम्पोलाई भनेर अब टेम्पोमा चढेर जाँदैछौँ अघि चाहिँ सजा भएको थियो अहिले चाहिँ मजा आयो क्या साथीहरू फाइनल्ली हामी भागलपुर पनि आइसकिसक्यो हाम्रो साकेला नाच्ने ठाउँमा अनि हाम्रो आउँदै दाजु र भदालन भेट्यो अनि मम्मी चाहिँ गफ गर्दै नहुँदैछ यतातिर कति धेरै मान्छे कस्तो ठुलो ठाउँ बबाल रहेछ भागलपुर चाहिँ नाच्ने ठाउँ नाच्नेलाई पनि कति ठुलो हौ बाबुको यस्तो ठुलो रहेछ हाम्रो नाच सुरु भइसक्यो
गन्तव्य हुँदै थियो। अनि हेर्नु त वरिपरि कति धेरै मान्छेहरू। यसपालि चाहिँ साकेला नाच्नको लागि चाहिँ कस्तो राम्रो दिन भयो क्या, घाम पनि लागेन, पानी पनि परेन, एकदम शीतल दिन भयो होइन। अनि वरिपरि हरियाली है, कस्तो राम्रो क्या यो ठाउँ। म चाहिँ पहिलोचोटि गएर होला झन् मलाई चाहिँ कस्तो राम्रो लाग्यो। अनि मम्मीहरू चाहिँ यता नाच्नुहुँदैथ्यो, म चाहिँ फेरि धेरै नाच्न जान्ने क्या, त्यही भएर म चाहिँ यहाँनिर यो ठुलो खोइ के को रुख हो, यो रुखको फेदमुनि ढुङ्गाहरू पनि रहेछ। अनि म ढुङ्गाहरूमा बसेर मम्मीहरू नाचेको हेर्दैछु। मम्मीहरू पुरा एक भुइँतुङ नाचिसक्नुभयो। अनि यहाँ आयोजक टोलीहरूले चाहिँ चाम्रे, गुन्द्रुकको अचार, वासिम अनि यो डिउ दिनुभएको रहेछ क्या। अनि यो बाडी बाडी खानको लागि यहाँनिर चाहिँ बुनुले भाग लगाउँदैछ। त्यसपछि म पनि खानालाई चाहिँ टुप्लुक्क पुगेँ। अनि मम्मीले चाहिँ यहाँनिर डिउ यस्ता उता बाँड्ने काम गर्नुहुँदैछ। अनि हाम्रो भागमा पर यो चाम्रे र गुन्द्रुक। त्यसपछि खायौँ। मम्मी कस्तो छ भनेको, मम्मी राई भाषाबाट के भन्नुभयो मलाई त फेरि राई भाषा पनि खतरा आउँछ, लिम्बू भाषा पनि खतरा आउँछ। आफ्नो संस्कृति झल्किने विभिन्न जातीय पहिरनका साथ नाचगान लिएर आउनुभएका, नाचिरहनुभएका हाम्रा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू लगायत उपस्थित रहनुभएका यस आजको कार्यक्रमलाई शोभा बढाइदिनु हुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र थारू कल्याणकारिणी सभा, थारू संस्कृति संरक्षण सङ्घ नेपालको तर्फबाट म यहाँहरू सबैमा हार्दिक नमस्कार। भोग दिनुपर्छ। भरेसम्म बस्नुपर्छ अरे हो, र त भन्दै थियो अब भरेसम्म भन्दै थियो। टोलीको सिलिमुपा आइसक्नु भएको छ। उहाँलाई पनि हाम्रो आयोजक टिमले सिरुबाउनी गरेर मायाको चिन्ह दिइदिनु हुन हार्दिक अनुरोध गर्दछु र तालीले पनि स्वागत गरिदिनु हुन
हार्दिक अनुरोध गर्दछु। र साकेला सिमी लिएर आउने साकेला प्रेमीहरूले एकपटक फेरि साकेला थानलाई परिक्रमा गरेर गइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। दुःखद खबर साथीहरू, दुःखद खबर साकेलाको। मेरो यो हेर्नुहोस् यहाँनिर फुली मेरो सुन 2 टुक्रा भयो। के गर्नु, मलाई त यो नाकमा सुन लाउने खप्परै छैन रहेछ। के गर्नु, मेरो सुन बाँचियो, मेरो 2 तोलाको सुन बाँचियो। आज त हामी आउँदा आउँदै रात परो। जानु नै ढिलो गएपछि आउनु त ढिलो हुनु स्वाभाविकै हो है मामी। अनि आउँदाखेरि हामीले के सौदा लिएको छौँ देखाउनु त। यहाँ चाहिँ टुङ 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 बज्ने खालको रहेछ। यो चाहिँ घरमा बस्ने मान्छेहरूको लागि हामीले बजारको सौदा ल्याइदिएको। हामी साकेला गएको। ओहो, म त राम्रो पनि देखेको छुइनँ होला। अब यस्तै हो। तपाईँहरूले मेरो भिडियोलाई माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अनि नभुलिकन मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।